हेलो नमस्कार सबैजनालाई। आज हामी त्यो तनहुँको रिसिङ 1 भन्ज्याङ भन्ने ठाउँमा यहाँ आज विशेष गरी हाम्रो नयाँ नौलो थाहा छ के होइन, एउटा गीतको सुटिङ थियो। त्यो सुटिङको लागि हामी आएका छौँ होइन। अहिले हामी सुटिङ स्पटमा छौँ। अहिले यो हाम्रो सुटिङ स्पट हेरिरहेको छ, एकदम चिटिक्क परेको, धेरै ठुलो पनि होइन धेरै सानो पनि होइन होइन, चिटिक्क घर छ, ढुङ्गाले छाएको अनि माथिबाट ढलान गरेको। आजको सुटिङ थियो, आजको गायिका है ल आजको हाम्रो यो गीतको गायक है साइली रेलैमा ल यता पनि गायिका है सबैजना हाम्रो ल हाम्रो गीतको गायिका हाम्रो दिदी हुन्छ होइन। हाम्रो को आर्टिस्ट नमस्ते गरिदिनुहोस् ल, हाम्रो यो गीतको आर्टिस्ट है नमस्ते गरिदिनु त ल, चिन्नुभयो होला तपाईँले। हाम्रो आज यो गीतको चाहिँ डाइरेक्टर साथै गायक पनि है ल सबैलाई नमस्कार। आज चाहिँ हामीले विशेष गरेर यो हाम्रो यो क्षेत्रमा यो गण्डक क्षेत्रमा रहेको कम्युनिटीमा रहेको एकदम पुरानो एउटा गीत साइली रेलैमा एकदमै हाम्रो चाहिँ आमा बाबाहरूले गाउने गीत हामीले कलेक्सन गरेर अहिलेलाई आज भिडियो गर्ने छायाङ्कन गर्ने क्रममा छौँ। उहाँ पनि आजको यो गीतको जुन साइली रेलम गीतमा जोडिनु भएको छ होइन, सिङ्गर हुनुहुन्छ। सम्पूर्ण मित्रहरूमा नमस्कार छ। हाम्रो साइली रेलेमा हाम्रो नयाँ प्रोजेक्टको लागि बल्ल सुटिङको हामी स्पोर्टमा आइसकेका छौँ। अब केही बेरमा चाहिँ हाम्रो सुटिङ सुरु हुनेछ। हाम्रो यो सुभाष गुरुङको आफ्नै गायक हुनुहुन्छ, उहाँ चाहिँ हजुरले राम्रोसँग फलो गरिदिनु होला, पेजलाई फलो गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला है। हामी नयाँ नयाँ ठाउँको अझै पनि धेरै अपडेटहरू लिएर आउनेछौँ। सही गीतमा जोडिनु भएको छ होइन हाम्रो गायक विष्णु पराजुली। नमस्कार सम्पूर्ण सुभाष गुरुङ फेसबुक युट्युब फेसबुक टिकटक सबै पेजमा जोडिनु हुने सम्पूर्णलाई म लोकदोरी गायक विष्णु पराजुली। हामी आज साइली रेलैमा हाम्रो संयुक्त टिमको यो साङ्गीतिक कोसेलीको आज सुटिङको समय हामी सुटिङ स्पटमा आइसकेका छौँ। अब विभिन्न सिनहरू हामी खिच्दै जानेछौँ। भोलि पर्सिसम्म हरेक चिजको अपडेट हामी तपाईँहरूलाई दिँदै आउनेछौँ। हेरिदिनु होला, माया गरिदिनु होला। धन्यवाद। नमस्कार, म गायिका शान्ता बर्देवा। देश तथा विदेशमा छरेर रहनुहुने नेपाली गीत सङ्गीतलाई माया गर्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा फेरि पनि नमस्कार छ। आज चाहिँ साइली रेलैको सुटिङमा छौँ हामी। यो झापुटारको पोखरी भन्ने ठाउँमा छौँ। यो हामी संयुक्त रूपमा साइली रेलैमा गीत लिएर आएका छौँ। तपाईँहरू सबैजनाको हामीलाई मायाको आवश्यकता पर्छ, त्यसैले हामीलाई एकचोटि माया गरिदिनु होला। हाम्रो साइली रेलै गीत आयो भने सबैजनाले लाइक कमेन्ट सब्सक्राइब टिकटक फेसबुकमा सेयर गरेर कमेन्ट गरेर सबैजनाले साथ दिनु होला। धन्यवाद। नमस्कार सबैजनालाई। आज चाहिँ हामी साइली रेलैमा हाम्रो संयुक्त आवाजमा रहेका 8जना कलाकार साथीहरू, हाम्रो सुशील भाइ अनि सुभाष गुरुङ, शान्ता बर्देवा, म मनु राणा अनि हाम्रो अन्जना गुरुङ अनि काजन भाइ, सावित्री हर्खाले दिदी हुनुहुन्छ। हामी सबैजना अनुराग सर है, हामी सबैजना 8जना हाम्रो कलाकार साथी साइली रेलैमा भन्ने गीतको सुटिङमा आइरहेको छ। सबैको एकदम खुसी लागेको छ। आशा बोकेर आएको छ। हजुरहरूले पनि धेरै माया गरिदिनु होला, हेरिदिनु होला भन्न चाहन्छ। हामी केही दिनमा चाहिँ बजारमा उपलब्ध गराउँदैछौँ। नमस्कार, म अन्जना गुरुङ। आज चाहिँ हामी साइली रेलैमा सुटिङ गर्न आउँदैछ। भर्खरै यहाँ सुरुवात हुँदैछ। यो गीत आइसकेपछि हजुरहरूले हेरेर माया गरिदिनु होला, सबैले साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। धन्यवाद। दोहोरी गायिका सावित्री हर्काले साइली रेलैमा गीत लिएर बजारमा ल्याउने जमर्का गरेका छौँ। आज हाम्रो त्यस गीतैको सुटिङ छ। गीतले असाध्यै चर्चा परिचर्चा पाओस् भन्ने एउटा आशा विश्वासको साथमा आज हामी श्री पञ्चमीको दिनमा आज हामी जुटिरहेका छौँ। गीतलाई सबैजनाले धेरै माया गरेर यो गीत बजारभरि देश विदेश सबैतिर छरपष्ट हुने गरी सबैले माया गरिदिनुहुन्छ भन्ने एकदमै ठुलो आशा विश्वास बोकेका छौँ। नमस्कार, म बालकृष्ण आलु मगर। मेरो
आज यस गीतमा चाहिँ मेरो अनुराग सरको मैले त्यस्तो गीत गर्दैछु र अरूमा चाहिँ मैले हिरोकै रोल गरिरहेको थिएँ भने आज चाहिँ यसमा यसको नेगेटिभ रोल भनेको विपक्षमा चाहिँ हेरेर जाउँ कथाले के मार्दै जान्छ यसमा हजुरहरू पनि पक्कै नै मन पराउनु ठुलो आशा छ। धन्यवाद। मेरो नाम लक्ष्मण थापा म यही गाउँमा स्थानीय भन्छु। आज यस सुटिङमा मेरो कमेडीको हाम्रो सुभाष सर त्यसै सुभाष सर लगायतका सम्पूर्ण टोलीको गीत साइली रेलाइमा गीत सबैले मन पराइदिनु होला। अब हामी छायाङ्कनको क्रममा छौँ, हामी लोकेसन हन्टिङको लागि फ्रेमिङहरूको लागि तयारीमा छौँ। सबैले माया गरिदिनु होला। अब बाँकी सबै भिडियोले गर्नु छ हाम्रो काम है। यो पता नि पारा तीन चार गरी केटीहरू केटाहरू ख्यास त्यो निराश भा अन्जनापट्टि समीर अब आयो आयो वाह वाह वाह